हेलो गाइज, वेलकम टु माई च्यानल। आज हामी आदिमूल बाराही मन्दिर आउँदैछौँ। 1700 बाटो दाहिनेतर्फ लागेपछि करिब 2 किलोमिटरको ड्राइभमा हामी यो स्पटमा आउन सक्छौँ। तल मन्दिर देख्न सक्छौँ। त्यो आदिमूलको बाराही मन्दिर हो र यो निकै यो भेगको निकै चर्चित मन्दिर हो। यहाँ विशेष गरेर मानिसहरू दर्शनको लागि र मनोरञ्जनको लागि, पिकनिकको लागि पनि आउने गर्छन्। र अहिले चाहिँ नि सम्भवतः यो आबुखैरेनी गाउँपालिकाले यसलाई यसको पर्यटन प्रवर्धनको लागि निकै मेहनत गरे जस्तो देखिन्छ। बारेमा अलिकति बताइदिनु। आदिमूल भन्छ नि, पनि बाजेहरूले भनेको कुरा सुनेको है। यो त सानो कुवा थियो, त्यहाँबाट माछा थियो अरे क्या, त्यहीबाट उत्पत्ति भएर यसो माछा भागेर भन्ने सोचिन्छ। उहाँलाई पनि त्यस्तो सपनामा दर्शन भएको हो कि अथवा के भएर कसलाई भन्नाले त जुन बनाउनु अनि हाम्रो बाबुले यहाँ जहाँ झुकाल भन्थ्यो अरे क्या, गर्थ्यो अरे। अनि उता माछा यहाँ पस्नु यहाँ परेको काल उठ्यो र यो बनेको थिएन क्या। हामी त यो गाउँको मान्छे सबैजना मान्छे आएर कटुस काटेर कटुसको बार हालेर छिर्थ्यो माछालाई, कोही चाहिँ बगेर जान्थ्यो। अनि जब हामीले साफ गर्ने त माछा झारतिर जान्थ्यो यहाँ यहाँ माछा मार्ने चल्छ जाँदै पाइँदैन। पहिला त्यस्तो हुँदा हुँदै यसरी मुख फुट्यो। अनि एउटा अर्को जिज्ञासा, जस्तै मनोकामनामा, छिम्केश्वरीमा, यतापट्टि जति पनि बारा टेम्पलहरूमा मगर पुजारी हुनुहुन्छ। हजुर पनि सायद मगर हो। यो यसको कुनै कारण के छ कि? त्यो चाहिँ म थाहा छैन। राम्रो लाग्यो मलाई, धेरै जस्तो मगर हुनुहुन्छ। तपाईँहरूको चाहिँ यो चाहिँ पुस्तैनी हस्तान्तरण हुनुहुन्छ पुजारी? हजुरको बुवा बाजे हुनुहुन्थ्यो? हजुर। त्यही भएर सुनेको कुरा भनेको कुरा प्राकृतिक प्रकोपबाट होइन, त्यसलाई चाहिँ नि आदि दैवी शक्ति भन्छ है। त्यो सङ्कटबाट मुक्त गर्नको लागि सायद म चाहिँ 15 मिनटदेखि आधा घन्टा ध्यान गर्छु है त, केही हुँदैन।
जहाज जस्तै हुन्छ त्यो मान्छेहरूले प्रकृतिको अवलम्बन गरेर हुन्छ कि यो हावाको फ्रिक्सन रोक्नलाई यो होइन माछाले आकर्षण त जहाजहरू